हेलो गाइस, हामी चाहिँ अहिले म चाहिँ आज धेरै पछि दिदीहरूसँग घुम्न आइरहेको छु होइन। देख्न सक्नुहुन्छ दिदी भेना अनि मामा हुनुहुन्छ। अहिले चाहिँ हामी यहाँ तलको भ्यू हेर्नको लागि चाहिँ हामी जाँदैछौँ। देख्न सक्नुहुन्छ यो चाहिँ अहिले चाहिँ कस्तो दामी फुल पनि फुलेको रहेछ। हामी चाहिँ माथिबाट तपाईँहरूलाई भ्यू पनि देखाउनेछौँ। देख्न सक्नुहुन्छ दिदी भेनाहरू चाहिँ तल पछाडि आउँदै हुनुहुन्छ। हामी चाहिँ यहाँबाट कति माथिसम्म जान सकिन्छ त्यहाँसम्म जानेछौँ। तर एकदम पानी परेर चाहिँ राम्रोसँग घुम्नै पाइरहेको छैन होइन। हामीले चाहिँ सोचिरहेको थियौँ होइन, साउथ सिटी टुर गर्ने भनेर सोचिरहेको थियौँ। तर त्यो पनि गर्न पाइएन पानी परेर। हिजो देख्न सक्नुहुन्छ मौसम एकदम पानी परेर कुहिरो लागिरहेछ होइन, भने जस्तो अलिक छैन। त्यही भएर दिदी एकचोटि यस्तो तलतिर देखाइदिँदा मेरो क्यामेराम्यान चाहिँ दिदी हुनुहुन्छ। बाटो त यताबाट पनि रहेछ नि त, बाटो यहाँबाट रहेछ नि त। आज पनि हाम्रो अरू ठाउँतिर पनि घुम्न जाने प्लान थियो। तर दिदी हल्ला बेता नि हो टिकट खाइदिने। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हलुवा बेत पनि रहेछ होइन। यसलाई खाम भन्छ कि के भन्छ यसलाई? खामै हो नि होइन तपाईँहरूको भाषामा? शुद्ध नेपाली भाषामा फेरि खाम भनेको खानु भने मैले एकचोटि के अरे यो कम्बोडियनमा हाम्रो 8 भनेको चाहिँ उनी ल कस्तो मजाले यहाँ चाहिँ आज परेवा पनि रहेछ, देख्न सक्नुहुन्छ। हामी कति माथि जानुपर्छ यहाँबाट? अब तलदेखि अझै लागेको छैन हामी जाउँ। अब चाहिँ हामी डुङडिमुन डाँडा पुग्न लाग्यौँ। अब लगभग यहीँ माथि जस्तो छ। हामी चाहिँ यहाँबाट फर्किने। यहाँबाट भ्यू देखिँदो रहेछ नि त बेला, देख्न सक्नुहुन्छ गाइस। यहाँबाट देखिन्छ होइन। बिना हात बाँधेर आउँदै हुनुहुन्छ, भर्खर उठेर आएको होइन। हामी चाहिँ सबैजना हामी लगभग अब यहाँ माथिसम्म मात्रै जाने, त्यस पछाडि चाहिँ फर्किने। पानी पर्न सुरु भइसक्यो फेरि पनि। मौसमले चाहिँ एकदमै साथ दिएन। हजुर यो चाहिँ यहाँ चाहिँ नेपालको जस्तो घर रहेछ। बाटो हेर्नु न, बाटो आज चाहिँ बिहान नै मर्निङ वक जस्तो पनि भयो होइन। पाली बस्यो हुन्छ। अब लगभग यहीँसम्म मात्रै हो। त्यस पछाडि हामी घर पनि पानी पनि पऱ्यो। ब्याग चाहिँ तलै राखेर आएको हामीले, त्यही भएर उस्तै रहेछ जस्तो छ। यहीँबाट हो देखिने अलिक दिदी र मामा चाहिँ तल आउँदै हुनुहुन्छ।
छैन भेना नजाऊँ। यस्तो यहाँनिर चाहिँ एउटा यस्तरी राखिदिएको भए चाहिँ कस्तो राम्रो हुन्थ्यो नि त होइन। ए के हेर्ने ठाउँै छैन। अनि यहाँबाट चाहिँ छ जस्तो छ है। यहाँबाट चाहिँ देखिन्छ जस्तो छ। यहाँबाट चाहिँ देखिने रहेछ। यहाँ रहेछ नि त नि। ल है त फाइनल्ली हामी चाहिँ डाँडा आइपुगिसक्यौँ। देख्न सक्नुहुन्छ थोङ्देमुन सिटी देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ थोङ्देमुन सिटी चाहिँ ल है दुई चोटि अब फोटो खिच्ने। त्यसै पछाडि हामी चाहिँ यहाँबाट चाहिँ फर्किन्छौँ।